उनी हुन् नायिका एलिजा गौतम। सपना देख्ने मात्र होइन, ती सपना पूरा गर्न निरन्तर सङ्घर्ष गर्ने एक प्रेरणादायी नाम। हालै उनले अनामनगरमा स्टार बोस कफी सञ्चालनमा ल्याएकी छिन्। अनामनगरको पूर्वी गेट नजिकै अवस्थित यस कफी सप केवल एउटा व्यवसाय मात्र होइन, उनको मेहनत, आँट र आत्मविश्वासको जिउँदो उदाहरण बनेको छ। एलिजा भन्छन्, महिला भएपछि कहिल्यै डराएर पछि हट्नु हुँदैन। मलाई आउँदैन वा म सक्दिनँ भन्ने सोच नै सबैभन्दा ठुलो बाधा हो। प्रयास गर्न छोड्नु हुँदैन। उनका यी शब्दहरू केवल भनाइ होइनन्, उनको जीवनको वास्तविक कथा हुन्। महिला भइसकेपछि कहिले पनि डराएर पछाडि हट्नु हुँदैन अरे, मलाई आउँदैन, म सक्दिनँ भनेर। हरेक क्षेत्रमा आफूले कोसिस गर्नुपर्छ र मेरो कोसिस जारी नै छ। भोलिको दिनमा राम्रो गरी अझै अगाडि बढ्छु भन्ने एउटा आँट, हिम्मत, हौसला चाहिँ छ अझै। आफ्नै पसिनाले सिर्जिएको यो स्थानमा स्वादिष्ट कफीको सुगन्धसँगै सङ्घर्ष र सफलताको कथा पनि मिसिएको छ। यहाँ कफी मात्र होइन, विभिन्न हेल्दी फुडहरू पनि पाइन्छन्, जसले यसलाई अझ विशेष बनाएको छ। एकदम मिठो छ, हेल्दी अरूभन्दा पनि। एलिजा आफै पनि प्राय यहाँ उपस्थित रहने बताउँदै भन्छन्, तपाईँहरू पनि एकपटक अवश्य आउनुहोस्, म यहीँ भेटिनेछु। उनको यो यात्रा साँच्चीकै प्रेरणादायी छ, जहाँ आँसु, सङ्घर्ष र मेहनतले अन्ततः सफलता पाएको छ। जैचोटि आउनु होला र म पनि अनामनगर दरबारबागमै बेसी चाहिँ अनामनगरको ब्रान्चमा हुन्छु होइन। मेरो टेलिभिजन पनि यही छ, हाम्रो प्राइम टेलिभिजन आउने जाने मलाई पनि सजिलो छ, ठ्याक्कै नजिकै छ। हजुरहरूले आउनु होला, एकचोटि कफी ट्राई गर्नु होला। जस्तै मैले अहिले ओट्स खाइरहेको छु होइन, एकदमै हेल्दी, अर्ग्यानिक, अब हाम्रो आफ्नै किचनमा बनेको ओट्स छ। हजुर, स्टार बोस कफी केवल कफी पिउने ठाउँ होइन, यो एक महिलाको सङ्घर्ष, आत्मविश्वास र सफलताको कथा अनुभव गर्ने स्थान हो। उनले आफूलाई हरेक चुनौतीसँग जुधाउँदै अघि बढाएकी छिन्। उनले आफ्ना श्रीमानप्रति भावुक हुँदै भनिन्, म ऋषि सरको ठुलो फ्यान हुँ। जति नै अप्ठ्यारो परिस्थिति आए पनि आफूलाई चलायमान राख्न सक्ने शक्ति उहाँमा छ। यो भनाइले उनको व्यक्तिगत जीवनमा रहेको माया, साथ र प्रेरणाको गहिराई झल्काउँछ। म उहाँको बिग फ्यान हो, ऋषिजीको एकदमै बिग फ्यान। र उहाँको एक्टिभनेस नै ममा पनि अलिअलि आएको छ। नभए म उहाँको अगाडि धेरै अल्छी, लेजी नै हो। उहाँ धेरै त्यो हुन्छ नि, यो एजमा पनि, यो परिस्थितिमा पनि जतिसुकै दुःख आओस्, उहाँलाई जतिसुकै ट्रोल गरियोस्, उहाँको म त्यो गड गिफ्टेड हो। त्यो सहने क्षमता, त्यो शक्ति चाहिँ त्यो भगवानको देनै हो। म उहाँको ठाउँमा भए अलिक सक्दिनँ थिएँ होला। जुन उहाँलाई सामाजिक सञ्जालमा चर्चा आइरहेको हुन्छ उहाँलाई मान्नुपर्छ। उहाँले धेरै उहाँ जस्तो व्यक्ति सायद नेपालमा। दुई सन्तानकी आमा भएर पनि एलिजा केवल घरमै सीमित भएनन्। परिवारलाई समय दिँदै आफ्नो पहिचान बनाउने यात्रामा उनी निरन्तर अघि बढिरहेकी छिन्। कलाकारिता, व्यवसाय र राजनीतिमा सक्रिय रहँदै उनको यो साहसले धेरै महिलाहरूलाई आफ्ना सपनाहरू पन्छ्याउन प्रेरित गर्नेछ। मैले दुःख सुखले लगानी गरेको छु होइन। अब मेरो आफ्नो मैले पनि आफ्नो व्यवसाय, आफ्नो कामहरू मैले गरिरहेकै छु। मलाई मेरो मम्मी ड्याडीले पनि धेरै सहयोग गर्नुभएको छ, मेरो भाइले सहयोग गर्नुभएको छ बाहिरबाट। किनकि अब एउटा हाम्रो अहिलेको टाइममा मिडियाको अवस्था हजुरहरूलाई थाहा छ, कति गाह्रो छ। हजुरहरू आफै मिडियाकर्मी हुनुहुन्छ, त्यही भएर सबैको आफ्नो दुःख हुन्छ। एउटा भित्र हामीले त्यसलाई स्ट्रगल गर्दै गर्दै म्यानेजमेन्ट गर्दै गर्दै अहिले म अब यहाँ अहिले कति बजे, 2 बजे हजुरहरूको सामु छु। अब 3-4 बजे म घर पुग्नै पर्छ, नानीलाई खाजा खुवाउनै पर्छ, फेरि राम्ररी भएर एकछिन आफ्नो मिटिङमा जानै पर्छ, अनि फेरि घर आउनु पऱ्यो, नानीले खाना खायो कि खाइन हेर्नु पऱ्यो। अनि ऋषि सरको के छ, मेरो मम्मी ड्याडीको के छ। हाम्रो गृहिणी भएपछि गाह्रो छ नि। जतिसुकै हामी फेमिनिस्ट भन्यौँ, जतिसुकै म एउटा हुन्छ नि, ओहो म कहाँ म बुहारीको भूमिका पनि निभाउँछु, श्रीमतीको भूमिका पनि निभाउँछु, आमाको भूमिका पनि निभाउँछु, छोरीको भूमिका पनि निभाउँछु, नातिनीको भूमिका पनि निभाउँछु। यी 5वटा कुरा चाहिँ मैले त्यो मेरो डेली रुटिनै यही हो। उनको आगामी दिनहरू अझ उज्जवल बनुन् भन्ने कामना गर्दै प्रस्तुत छ उनीसँग गरिएको यो भावुक र प्रेरणादायी कुराकानी। स्टार बोस चाहिँ यो सेकेन्ड भेन्चर हो हाम्रो, र एउटा दरबारबागमा छ, यो अनामनगर छ। र म अगाडिदेखि नै जोडिएको थिएँ, तर एउटा राम्रो यो चुनावपछि चाहिँ एउटा कुनै दिन हेरेर हामी यसरी हजुरहरू सामु एउटा केही राख्छौँ आफ्ना कुरा भनेर आज हामी छौँ हजुरहरूको सामु। र स्टार बोस चाहिँ एउटा नट ओन्ली कफी कि एउटा लाग्छ कि कफी मात्रै होला, एउटा केही ऊ होला भनेर, तर कफी मात्रै होइन। हाम्रोमा चाहिँ विभिन्न राम्रा हेल्दी खानेकुराहरू हजुरहरूले मेन्यूमा पाउनुहुन्छ। र एउटा हुन्छ नि, कहाँ जाने, कहाँ राम्रो पाइन्छ भन्दाखेरि चाहिँ हजुरहरूले यहाँ आउनुपर्छ, जरुरी छ। यहाँ राम्रो, मिठो, सँगसँगै हेल्दी र एकदमै अर्ग्यानिक
कफीदेखि लिएर सबै नेपालमै उत्पादन भएको चिजहरू हजुरहरूले पाउनुहुन्छ। अहिले चाहिँ तपाईँ कतिवटा बिजनेसमा आबद्ध हुनुहुन्छ? अहिले ठ्याक्कै भन्नुपर्दा म प्राइम टिभी पछाडि र आफ्नो 1-2वटा अरू जुन चाहिँ हजुरहरूलाई म यसै गरी पछि आउने दिनमा भन्छु, अहिले स्टार बसमै फोकस गरौँ होला हामी सायद। र आउने दिनमा धेरैमा हजुरले हाम्रो 5वटा आउटलेट पनि ब्रान्च पनि हामी ल्याउँदैछौँ हजुर। ठ्याक्कै हामी अनामनगर हजुर, अहिले चाहिँ हामी अनामनगरमा छौँ र हाम्रो 5वटा अरू ब्रान्चहरू आउँदैछ चाँडै नै हजुर। सबै तपाईँको सहकार्यमै? हजुर हजुर हजुर। जस्तो यहाँनिर आए पछाडि होइन यो अहिले रिसेन्टली खुलेको छ, यसमा डिस्काउन्टका कुराहरू पनि होला, यो अफरका कुराहरू पनि होला, हजुर के छ यसमा? यसमा चाहिँ हजुरहरूले मैले ठ्याक्कै तपाईँहरूलाई यही भन्नु मिल्दैन, किनकि तपाईँलाई हरेक कुराहरू सिस्टमेटिक तरिकाले हुन्छ। हामीले कहिले अफर राखेका हुन्छौँ त्यो सबै अहिलेको टाइममा तपाईँहरूले फोन हेरी इन्स्टामा गएर हुन्छ कि तपाईँहरूले हाम्रो यो एपमा गएर हुन्छ कि तपाईँहरूले हेरेर हजुरहरूले जानकारी पाउनुहुन्छ। स्टार बसमा चाहिँ हजुरहरूले कहिले अफर कहिले डिस्काउन्ट पाउनुहुन्छ भनेर हजुर। अब यहाँनिर तपाईँले गर्नुभएको छ, पोलिटिक्समा पनि लाग्नु भएको छ, तपाईँलाई रुचि चाहिँ कतितिर हुन्छ? मल्टी ट्यालेन्ट हुनुहुन्छ हजुर। मलाई चाहिँ के लाग्छ भने मेरो मामुले भन्नुहुन्थ्यो क्या मलाई, हामी एउटा महिला भइसकेपछि कहिले पनि डराएर पछाडि हट्नु हुँदैन अरे, मलाई आउँदैन म सक्दिनँ भनेर। हरेक क्षेत्रमा आफूले कोसिस गर्नुपर्छ र मेरो कोसिस जारी नै छ। भोलिको दिनमा राम्रो गरी अझै अगाडि बढ्छु भन्ने एउटा आँट हिम्मत हौसला चाहिँ छ अझै। धेरैले बिजनेसमा देखिरहेका मात्रै एलिजाजीले चाहिँ राजनीति छोड्नु भयो कि भन्ने पनि आउन सक्छ। मैले कलाकारिता पनि छोडेको छुइनँ, राजनीति पनि छोडेको छुइनँ र सबै कुरामा निरन्तरता छ। अब आगामी दिनमा तपाईँलाई कुन सेक्टरमा चाहिँ आउनु? सबै कुरामा देख्न सक्नुहुन्छ, व्यवसाय रूपमा पनि र भोलिको दिनमा राम्रो मुभी राम्रो स्क्रिप्ट आउन त धेरै आउँछ कामहरू, जसलाई पनि हामीलाई होइन कामको कुरा नआउने हुँदैन, तर आफूलाई मिल्दो जुल्दो राम्रो स्क्रिप्ट त हुनु पऱ्यो नि त। र त्यसैको पर्खाइमा छु, हेरौँ लेट्स सी के हुन्छ। जस्तै यो गरिरहँदाखेरि तपाईँका सुन्दरताका त्यस्तै कुराहरू हुन्छन् होइन, तपाईँको यो ब्युटिनेसका कुराहरू पनि मार्केटमा त्यस्तै चर्चा हुन्छ कि यो सुन्दरता चाहिँ कसरी आयो, कसरी यसलाई मेन्टेन गर्न सक्नुभएछ? यो चाहिँ मेरो मामुलाई सोध्नुपर्छ, मामु र ड्याडीलाई। उहाँहरूकै देन हो, किनकि मेरो ड्याडी पनि एकदमै राम्रो हुनुहुन्छ। हुन त आफ्नो बाबुआमा सबैलाई ड्याडी मम्मी राम्रो नै लाग्छ, नराम्रो हुँदैन। तर अझ म चाहिँ मेरो मामुको देन भन्छु। आमाले नै मलाई आमा जस्तो हुनुहुन्छ, राम्रै हुनुहुन्थ्यो, मम्मी पनि उमेरमा अहिले पनि राम्रै नै हुनुहुन्छ। त्यही भएर अब फेरि धेरै भनिराख्दा घमण्डको कुरा आउँछ, यहाँबाट डर लाग्छ हो भनेर। अनि त्यही भएर जे होस् म मम्मी ड्याडीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूको संस्कार, माया, देन, शिक्षाले नै आजको यो दिनमा यो ठाउँसम्म हजुरहरूको सामु यहाँ छु टेबलमा होइन। त्यही भएर धेरै खुसी लाग्छ मलाई मामु ड्याडीको संस्कार, माया, सपोर्टले नै। तर धेरैले भन्छन् कि बच्चा भइसकेपछि चाहिँ अलिकति यतिको फिटनेस यतिको ग्लोनेस ल्याउन चाहिँ गाह्रो हुन्छ भन्छन्। हजुर। अब तपाईँ 2वटा बच्चाको मम्मी हुनुहुन्छ, हजुर, कति गाह्रो हुन्छ? धेरै गाह्रो हुन्छ, देखिए जस्तो कहाँ छ र होइन। मैले त जहिले पनि इन्टरभ्यूमा भनिरहेको हुन्छ, मैले धेरै पछि इन्टरभ्यू दिएको होला आज सायद। म त्यो देखेँ जस्तो हुँदैन। म सबैलाई भन्छु कि एउटा कुरा चाहिँ जसरी हामी टिकटकमा रिल्समा देख्छौँ, क्यामेरामा देख्छौँ, त्यो पर्दा पछाडिको दुःख छुट्टै छ। त्यही भएर सबैको आफ्नो दुःख हुन्छ। एउटा भित्र हामीले त्यसलाई स्ट्रगल गर्दै गर्दै म्यानेजमेन्ट गर्दै गर्दै अहिले म अब यहाँ अहिले कति बजे 2 बजे हजुरको सामु छु। अब 3-4 बजे म घर पुग्नै पर्छ, नानीलाई खाजा खुवाउनै पर्छ, फेरि राम्री भएर एकछिन आफ्नो मिटिङमा जानै पर्छ, अनि फेरि घर आउनु पऱ्यो, नानीले खाना खायो कि खाएन हेर्नु पऱ्यो। अनि रिसरको के छ, मेरो मम्मी ड्याडीको के छ, हाम्रो गृहिणी भएपछि गाह्रो छ नि। जतिसुकै हामी फेमिनिस्ट भन्यौँ, जतिसुकै म एउटा हुन्छ नि ओहो म काम म बुहारीको भूमिका पनि निभाउँछु, श्रीमतीको भूमिका पनि निभाउँछु, आमाको भूमिका पनि निभाउँछु, छोरीको भूमिका पनि निभाउँछु, नातिनीको भूमिका पनि निभाउँछु। यी 5वटा कुरा चाहिँ मैले त्यो मेरो डेली रुटिन नै यही हो। हजुर, म जिम जान पनि भ्याइरहेको हुन्छु, रिसाले के खानु भयो पनि भ्याइरहेको हुन्छु, छोरीले के खाए छोराले के खाए पनि भ्याइरहेको हुन्छ नि। जस अब मेरो दुःख मसँग छ र पनि म त्यति गरेर पनि म अब जस आफूलाई पनि खुसी लाग्छ। हो म यो बुझ्दा हुन्छ तपाईँको पछाडि जति बाहिर देखिएका छन् राम्रो चिज देखिएका, तपाईँभित्र पनि पीडा छ त? अब किन नहुनु, पीडा भन्दैमा फेरि अर्कोतिर नजानु नि। यहाँ मैले अर्कै भनिरहेको छु, मेरो भूमिका धेरैवटा छ, श्रीमती, छोरी, आमा सबैको भूमिका छ। अनि त्यही भएर त्यो गाह्रो छ, त्यो सबै कुरा निभाएर आफू यहाँ आफ्नो पनि व्यवसाय, आफ्नो पनि काम कुरा,
आफू एक्टिभ सबै कुरामा आफ्नो छुट्टै छ नि त त्यो कुरा चाहिँ गाह्रै छ त्यो देखे जस्तो सजिलो छैन भन्न खोजेको मैले त्यो हजुर जस्तो जिमको पनि कुरा गर्नुभयो कहिलेकाहीँ चाहिँ तपाईँका जिमका भिडियोहरू फोटोहरू पनि त्यही तरिकाले भाइरल बनाइदिन्छ हजुर त्यसलाई चाहिँ कसरी राम्रो रूपले लिनुहुन्छ कति माया गरिदिनुहुन्छ खोजी हेरिराख्नु भएको हुन्छ अब माया गरिदिनु भएको छ हजुर जस्तो ऋषि सर तपाईँको जुन जोडीलाई पनि चर्चामा ल्याउँछ जिमका फोटाहरू जिम गरेको तपाईँको जिम गरेको फोटोहरू राखेर होइन त्यो तरिकाले कम्पेयर गरेर आएका ती दृश्यहरूले चाहिँ कतिको नराम्रो फिल गराउँछ खुसी लाग्छ मलाई त ऋषि सर धेरै एक्टिभ हुनुहुन्छ र उहाँको एक्टिभनेस नै ममा पनि अलिअलि आएको छ नभए म उहाँको अगाडि धेरै अल्छी लेजी नै हो उहाँ धेरै त्यो हुन्छ नि यो एजमा पनि यो परिस्थितिमा पनि जतिसुकै दुःख आओस् उहाँलाई जतिसुकै ट्रोल गरियोस् उहाँको म त्यो गड गिफ्टेड हो त्यो सहने क्षमता त्यो शक्ति चाहिँ त्यो भगवानको देनै हो म उहाँको ठाउँमा भए अलिक सक्दिनँ थिएँ होला जुन उहाँलाई सामाजिक सञ्जालमा चर्चा आइरहेको हुन्छ उहाँलाई मान्नुपर्छ उहाँले धेरै उहाँ जस्तो व्यक्ति सायद नेपालमा हजुर भनेपछि श्रीमानदेखि इन्स्पायर एकदमै म उहाँको बिग फ्यान हो ऋषिजीको एकदमै बिग फ्यान श्रीमतीको त आफ्नो मेरो माया उहाँको सपोर्ट हामी दुईजना त नेपालको जस एउटा इन्सपायरिङ हुन्छ नि जोडी नै भन्नुहुन्छ तर त्योदेखि बाहेक जस उहाँसँग धेरै कुराहरू सिक्न सकिन्छ स्टार पोस्टमा हजुर अब के छ त यसलाई देशव्यापी रूपमा 5वटा ब्रान्च अझै खोल्दैछौँ 5वटा ब्रान्च र अब हजुरहरूले पक्कै पनि मैले धेरै भनिराख्नु भन्दा पनि हजुरहरूले फेरि एउटै कुरा कतिचोटि रिपिट गरे जस्तो जहिचोटि आउनु होला र म पनि अनामनगर दरबारबागमै बेसी चाहिँ अनामनगरको ब्रान्चमा हुन्छु होइन मेरो टेलिभिजन पनि यही छ हाम्रो प्राइम टेलिभिजन आउने जाने मलाई पनि सजिलो छ ठ्याक्कै नजिकै छ हजुरहरूले आउनु होला एकचोटि कफी ट्राई गर्नु होला जस्तै मैले अहिले ओट्स खाइरहेको छु होइन एकदमै हेल्दी अर्ग्यानिक अब हाम्रो आफ्नै किचनमा बनेको ओट्स छ हजुरहरूले मजाले अब आफ्नै मिलाएर पनि आफ्नो अर्डर गर्न सक्नुहुन्छ यसमा के राखेर भनेर अनि सो हजुरहरू आउनुहोस् एकचोटि मन पराइदिनुहुन्छ भन्ने मलाई पक्कै पनि ठुलो आशा राखेको छ कति भयो होला भन्ने जिज्ञासा हुन्छ अब त्यो पछि हिसाब गर्नुपर्छ बिस्तारै मैले दुःख सुखले लगानी गरेको छु होइन अब मेरो आफ्नो मैले पनि त आफ्नो व्यवसाय आफ्नो कामहरू मैले गरिरहेकै छु मलाई मेरो मम्मी ड्याडीले पनि धेरै सहयोग गर्नुभएको छ मेरो भाइले सहयोग गर्नुभएको छ बाहिरबाट किनकि अब एउटा हाम्रो अहिलेको टाइममा मिडियाको अवस्था हजुरहरूलाई थाहा छ कति गाह्रो छ हजुरहरू आफै मिडियाकर्मी हुनुहुन्छ न अहिले त विज्ञापन पनि पाइँदैन होइन ऋण गरेर चलाउनु परेको छ होइन अनि त्यही भएर यो ऋणमा चलेको अवस्थामा मलाई मेरो मम्मी ड्याडीले धेरै ठुलो सहयोग गर्नुभएको छ मेरो बाबा मम्मीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु धेरै धेरै धन्यवाद हजुर थ्याङ्क यू हजुर